नमस्ते। म स्वामी पुष्कलजी हजुरको समीपमा उपस्थित भएको छु। योभन्दा अगाडिको भिडियोमा सङ्कल्पको बलले आफ्नो वर्तमान स्थितिलाई परिवर्तन गर्न सक्छौँ भन्ने कुरा मैले राखेको थिएँ। त्यसपछि हामीलाई सङ्कल्पको बारेमा के कसरी बुझ्न सकिन्छ र सङ्कल्पलाई कसरी प्रयोग गर्न सकिन्छ जीवनमा भन्ने कुरालाई लिएर मैले भिडियोहरू बनाइरहेको छु। यो दोस्रो भिडियो हो जसमा चाहिँ मैले के सेयर गर्न चाहन्छु भनेदेखि सङ्कल्प कुन क्षेत्रमा मैले वा हामीले सङ्कल्पलाई प्रयोग गर्ने यो स्पष्ट हुनु बहुत जरुरी छ। कुन क्षेत्र र केमा हामीले त्यसलाई सुधार गर्न चाहन्छौँ, कुन क्षेत्रसँग सम्बन्धित भएर हामीले काम गर्न चाहन्छौँ र कुन क्षेत्रमा हामीले उपलब्धि गर्न चाहन्छौँ त्यो कुरा हामीलाई क्लियर हुनुपर्ने एकदम आवश्यक हुन्छ। यसै सन्दर्भमा एउटा चिज मलाई याद आउँछ। 7 ह्याबिट अफ हाइली इफेक्टिभ पिपुल भन्ने पुस्तकमा स्टेफेन आर कोवेले एउटा दोस्रो वा तेस्रो ह्याबिटमा एउटा चिज मेन्सन गर्नुभएको छ। त्यो ह्याबिट चाहिँ के हो भनेदेखि बिगिन विथ द एन्ड इन माइन्ड भनेर उहाँले प्रतिभाशाली व्यक्तिहरूमा हुने बानीको रूपमा प्रयोग गर्नुभएको छ। बिगिन विथ द एन्ड इन माइन्ड अर्थात् अन्तलाई ध्यानमा राखेर अहिले सुरुवात गर्ने। सङ्कल्प हामीले कुन क्षेत्रमा लिँदैछौँ, हामीले के चाहिरहेको छौँ त्यसमा क्लियर नभइकन हामीले सङ्कल्प लिन सक्दैनौँ। र यदि हामीले आफूलाई आफूमा सुधार ल्याउन खोजिरहेका छौँ भने हामी फाइनेन्सियल रूपमा स्ट्रङ बन्ने कि स्वास्थ्यलाई राम्रो बनाउने कि घर परिवारलाई राम्रो बनाउने कि व्यवसायमा सुधार गर्ने कि के चिज हामीले गर्न खोजिरहेको हो त्यसमा एकदमै स्पष्टता चाहिन्छ। स्पष्टता नभयो भने के हुन्छ भनेदेखि भनिन्छ नि कुनै पनि व्यक्तिसित कुनै पनि के गर्छु भन्ने नै छैन, जस्तो छ त्यस्तै रुटिनमा कुनै परिवर्तन नगरिकन जहाँ छु त्यही रुटिनमा उहाँ हुनुहुन्छ भने केही बेग्लै चिज नगरेसम्म, केही फरक चिज नगरेसम्म, आफ्नो रुटिनलाई आफ्नो ह्याबिटलाई चेन्ज नगरेसम्म हामीले फेरि रिजल्ट पनि हामीले पाउँदैनौँ। यो हामीलाई थाहा नै छ। भनिन्छ कम्प्युटरको ल्याङ्ग्वेजमा भन्ने गरिन्छ गार्बेज इन गार्बेज आउट भनिन्छ। जे हाले त्यही नै हामीले पाउँछौँ। रेगुलर हामी त्यही नै चिज गरिरहेछौँ र हामीले फरक आशा गर्छौँ भने त्यो कसरी सम्भव छ? फरक आशा पाउन गाह्रो छ भन्ने हामीलाई पक्कै पनि थाहा नै छ। र जीवनमा जब हामी एकदमै स्पष्ट हुन्छौँ, हामीलाई क्ल्यारिटी हुन्छ कि हामीले यो चिज गर्दैछौँ र यति समयपछि मैले यो चिज चाहन्छु र यस्तो चिज हुन्छु भन्ने हामीलाई क्लियर भएपछि त्यो बिचमा त्यो चिज पाउनलाई, त्यो चिज हासिल गर्नलाई र आफूले लिनुपर्ने कस्तो सङ्कल्प हो, कस्तो एक्सनहरू हो त्यसको बारेमा हामीले ब्रेन स्ट्रोम गर्नलाई हामीले कुनै डायरी वा कपीमा कुनै ठाउँमा हामीले रेन्डमली हामीले आफ्नो मनको थटहरू लेख्न सक्छौँ। रेन्डमली नै सुरुमा चाहिँ हामीले के चाहिरहेको हो, फाइनेन्सियल चिज हो भने मैले फाइनेन्सियल चिजमा कति फाइनेन्सियल मैले बेनिफिट चाहिरहेको हो, कसरी आउन सक्ने, के गर्नुपर्छ भन्ने चिजहरू आफूले जानेका कुराहरू त्यहाँ लेख्यौँ भने बिस्तारै ती आफ्नै चिजले हामीलाई गाइड गर्ने हुन्छ। र कसरी गाइड गर्छ, अरू चिजहरू के हुन सक्छन् त्यो चिजको बारेमा मैले अरू भिडियोमा भन्ने नै छु। अहिले मैले के भन्न चाहेँ भनेदेखि हामी चाहिँ जीवनमा हामीले परिवर्तन चाहन्छौँ, सङ्कल्पको शक्तिलाई प्रयोग गर्न चाहन्छौँ भने हामीले कुन क्षेत्रलाई सङ्कल्पको शक्ति प्रयोग गर्ने हो, त्यो क्षेत्र के हो र किन मैले प्रयोग गर्न चाहन्छु, सङ्कल्प शक्तिलाई प्रयोग गरेर त्यो मैले चाहेको चिज पुरा भएपछि के प्रभाव हुन्छ, के फरक हुन्छ, मेरो लाइफस्टाइलमा के फरक हुन्छ, मेरो परिवारको लाइफस्टाइलमा के फरक हुन्छ, देशमा मेरो के योगदान रहन्छ, त्यो चिज चाहिँ क्लियर हुनुपर्ने छ। यदि कस्तो देखिन्छ भनेदेखि
जससँग कुनै सङ्कल्प छैन, कुनै योजना छैन, उहाँले रेगुलर जे गरिराख्नु छ त्यही नै गरिराख्नु छ र उहाँले फरक चिज चाहनुहुन्छ भने त्यस्तो व्यक्तिहरू चाहिँ जोसँग स्ट्रङ सङ्कल्प छ, जसले योजना बनाउनु भएको छ, जसले ड्रिम देख्नु भएको छ, जसले चाहिँ कर्मठ भएर काम गर्नुभएको छ, उहाँलाई उहाँको सहयोगीको रूपमा उहाँ इन्भल्भ हुनुपर्ने छ। अनि जसको आफ्नो भिजन हामीसँग छैन भने, हामीसँग आफ्नै क्ल्यारिटी छैन भने कसैको निम्ति हामी आबद्ध, कसैको ड्रिम पुरा गर्न हामी चाहिँ मिहिनेत गर्नुपर्ने स्थिति हुन्छ। यो संसारमा त्यही नै भइरहेको छ। र यदि व्यक्तिमा आफ्नो क्ल्यारिटी छैन, परिवारमा क्ल्यारिटी छैन र देशको पनि आफ्नो देशलाई कसरी विकास गर्ने, देशलाई कसरी राम्रो ठाउँमा पुर्याउने भने क्ल्यारिटी छैन भने के हुन्छ भनेदेखि व्यक्तिले पनि दुःख पाउने हुन्छ र परिवारले पनि दुःख पाउँछ र राज्यले पनि दुःख पाउने हुन्छ। मैले आज यति नै कुरा आफ्नो राख्दै क्ल्यारिटीको कुरा मैले यहाँ राखेँ। हामीमा एकदमै क्ल्यारिटी हुनु जरुरी छ व्यक्तिमा सङ्कल्प शक्तिलाई प्रयोग गर्नलाई। र सङ्कल्प शक्तिको बारेमा सङ्कल्प शक्ति कसरी सङ्कल्प शक्तिलाई प्रयोग गर्न सकिन्छ, कसरी सङ्कल्पलाई प्रयोग गर्न सकिन्छ, सङ्कल्पको कस्ता प्रकारका सङ्कल्पहरू हुन्छन् र सङ्कल्पमाथि काम गर्दा के सावधानी अपनाउनु पर्छ र कुन चिजले सङ्कल्पलाई हासिल गर्न सहयोग गर्छन्, यसको बारेमा अरू थुप्रै भिडियोहरू पक्कै पनि मैले बनाउने छु र सेयर गर्नेछु। यति भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।